प्रिपरेसन भर्खर हामी टिकट काट्दैछु म चाहिँ डोमेस्टिक फ्लाइट हामी केमा जान्छौँ हामी आज जुन 8 मै जान्छौँ है जुन 8 मै जान्छौँ कतिजना जान्छौँ आज 8 हो 4 जना जाँदैछौँ हामी चाइल्ड सहित हो रिक्याप कहाँ हुन्छ त्यो त निस्किएको त बज्रो जसरी निस्किएको हो एकचोटि निस्केपछि त सक्यो फ्लाइट डिले भयो भने के गर्नु सापसको फ्लाइटमा गएर त्यहाँ डिले भयो भने त्यत्राति छैन नि त्यहाँ मालती होटल छैन त्यहाँ अगाडि एपेक्स बिजनेस छैन ती गरेर अनि सुटकेस लिएर अब त्यहाँ जानु के हुन्छ त गाडी बोलाउने हो त्यहाँ एयरपोर्टमै गाडी बोलाउने गाडीमा जाने ती कति हिँड्ने काम छैन अब 5 बजे जाने मान्छे यतिखेर फ्लाइट खोज्दैछन् सबजना लागि ठिक छ इट्स अलरेडी 2:45 भइसक्यो त्यही पनि हामी रसमा क्या त्यही पनि चिलमै छौँ भन न कहाँ चिलमा छ को दाइको पड्किसक्यो त म भक्तपुर गएर यहाँ सुटकेस ल्याउने बाँकी छ दाइले त अझै यहाँ 2टा काम भ्याउनु छ अझै गर के काम यहाँ दाइको रुम जाने बित्तिकै एउटा काम छ अरे नुहाउनु छ यो दाइ पोखरा गएर नुहाउनु के अब काट्नु के नयाँ हैन दाइले आज नुहाउने स्किप गर्नुहुन्छ यस्तो अब 1 घण्टा बाँकी छ हामी दाइले वा प्लेनमै नुहाउने नि त हाम्रो त अनि प्लेनमा नुहाउने रे दाइ आज बुद्ध एयरमै नुहाउने हैन फाइनली हिँडेको अब यति ढिलो 15 मिनट बाँकी छ डिपार्चरको लागि बोर्डिङ कहिले थाहा छैन 3 मिनट्स डिपार्चर अरूहरू कहाँ पुगेर झ्याउ पनि थाहा छैन भर्खर कोटेस खेलेर आइपुग्यो होला दाइले हामीलाई तुफान उडाएर लगिरहनु भएको छ भ्याउँछ भन्दै 3 मिनेट कस्तो लागिरहेको छ त केही लाग्यो वाट इज आवर प्लान बी अब कहीँ नजाने कहिलेमा ट्याक्सीमै लाग्छ 4 बजिसक्यो होइन वेस्टले Oh no! त्यही मैले 4 बजिस् के भन्यो त्यो त्यही त हामी सबै जानु पर्दैन के हो ए पर्सेपछि सबैजना जानुपर्ने रहेछ ढिलो भए पनि वी मेड इट के तब आइसक्यौँ दाइ फाइनली वी मेड इट होइन त वी मेड इट के वी डिड इट अन्तिममा गर्ने हामी नै हो जे भन्यो भने उडाएर भने ल्याइयो त ट्याक्सी हेर्न यहाँ मान्छेको लुक हेर्नु न लुक मैले फोन गरेँ नि अहिले एयरपोर्ट यहाँ गाली गर्नु फाइनली भित्र चाहिँ आयौँ अब थाहा छैन भित्र के हुन्छ कति थोक बोकेको दाइहरूले के छ साथी We made it! Yay! We made it! We are going! Finally honeymoon. सबैजनाको छ नि कहाँ हिँडेको साथी म्याम हाम्रो हनीमुन डिस्टर्ब गर्न आएको त 3rd व्हिलर ए 5th व्हिलर भएर आउँदै रहेछ दाइ कतिको एक्साइटेड हुनुहुन्छ एक्साइटमेन्ट चाहिँ के को छुट्टै खालको यस्तो फोटो हेरेरै मलाई छुट्टै माया भइसक्यो बढ्यो कि कमिसन यही फोटोको ठाउँमा 2 जना मात्र तिमीहरू मात्र हिँड्ने यति मलाई आउँथ्यो हुँदैन फोटो खिच्ने मान्छे पनि त्यति कुरो हुन्छ बिरामी मान्छेको एक्साइटमेन्ट झन् छुट्टै छ फोटो देखाउनु न कुन फोटो देखेर तपाईँलाई ओ माई गड यहाँ हेर्नु 1 आवर वे मात्रै लेखेर पुरा 1 सेकेन्ड मात्रै भयो पोस्ट गरेको फाइनली बोर्डिङ स्टार्टेड यस्तो रसमा आएको तर ठिकै छ नो वरिज
अब चाहिँ बल्ल हिँड्न लाग्यो जस्तो भयो अघि त रस हुँदाखेरि त पाएन भाइ ओ ये सिडी अनि यता नो आई वान्ट द्याट सिट होइन अहिले एक्सचेन्ज गरौँला नि Stay and carry in overhead bin another seat in front of you. For safety reason, please switch off all non-media. डर लाग्यो हेर्नु दुईजना दाइ ओफ मलाई चाहिँ डर लाग्यो हल्का landed in Pokhara. Oh, my god! Much cold. Oh my goodness. तातो आएन? तातो आयो What is this बुद्ध एयरको सर्भिस? यस्तो हुन्छ नयाँ लगेजको हालत हेर कमसेकम पेमेन्ट राम्रो भएछ सर्भिस राम्रो हुनुपर्छ नि यहाँ त ब्रेकै भएको छ फुटाइले दियो कि के भयो रोजी चाहिँ लगेज कलेक्ट गर्दैछ होइन होला खुल्लै थियो अरे ल ल ल ल लेट्स गो रमाइलो लागिरहेछ गाइजहरू अब गएर चाहिँ कहाँ जाने हो गाइज भने अब हामी चाहिँ कहाँ एयर जाने हो त्यही अनुसार ड्रेसअप गरेर निस्क्यो लेक साइड घुम्ने हो अहिले त निस्किँदैन होला नि त सम्म चाहिँ एकदम राम्रो प्लिजेन्ट वेदर छ कतिमा आउँछ त गर्मी चाहिँ लाग्छ तर अलिक सास भएर भोलि दिउँसो फेरि ब्यान्ड बाजा बजाउँछ होइन पोखरा आएर पोखराको गर्मी पचाउनलाई हामी चाहिँ चिसो खाँदैछौँ अनप्लान्ड आएपछि अब कहाँ बस्ने केही फिक्स छैन सो दुईजना चाहिँ के हो होटल हेर्न जानुभएको छ एन्ड वी आर जस्ट चिलिङ यस्तो राति साँझ 6 बजे पनि 30 टेम्परेचर यो पोखरामा यस्तो गर्मी छ हामी द सिल्भर ओक्स इन सर्भिस कस्तो छ लेट्स सी ओ एम्बियन्स इज नाइस है टक्क परेर अब गएर एकछिन फ्रेसन अप भएर रेडी भएर निस्किने ए कस्तो नाइस राम्रो रहेछ हेर्न राम्रो एम्बियन्स नाइस ओके विल चेन्ज एन्ड ओभर Oh, nice. दुनिया की सुनता है क्यों खुद ही सुन ले कभी सिस्टर सिस्टरको एनर्जी लो छ थाहा छैन किन गर्मीले हो कि घामले हो कि नसुतेर कि के थाहा छ सिस्टरको एनर्जी लो छ आज राम्रो मौसम भएको छ तर गर्मी चाहिँ लास्ट
अब हामी मन्दिर जान्छौँ त्यही हो कुर्ता सुरुवाल लाएर चिटिक्क परेर सिन्दुर लाएर पोती लाएर ल यता हेर्दैछ तिमी राम मेरो बुढो यता हेर त यता हेर राम कति छ 25 महिना भयो 25 महिना भयो हामी चढ्छौँ मन्दिर जान्छौँ First time in the history of Nepal. Dunga salala ek samjhanama timro tasvirai chalala le timilai sochal जबरजस्ती गीत सुनाऊ है जे प्रम पैसा माग्नुलाई तुर पाइमा उसले फोन गरेर बुढी तन गएपछि खाएर चाल ढाल सब फरक हुन्छ र बोली जाली हाम्रो बुढा हिँडे गए अमेरिकन हाल्नु न त अब अहिले चाहिँ हाल्दैन लु जाउँ व्यञ्जन अहिले हामी अहिले सर्च लाउँछौँ भने चाहिँ क्युट भएर आउँदैछौँ छुट्टै रमाइलो छ बुढाहरूको हेरे कुर्ता सुरुवाल लाएर अब हामी यस्तो गर्दाखेरि घरको ड्रेस आउँछौँ के बनाउनु पर्छ जस्तो भिडियो बनाऊँ अनि म्यारेड भने सर्टसँग पुरा यस्तो बाइक भन्दा यस्तो रमाइलो हुन्छ आउटफिट चेन्ज लास्ट गर्मी छ गाइजहरू लास्ट चाहिँ on our way to Pumbikot. पेन्सिल वाटर इरेजर एउटा हान्ने होला फोटो हान्ने फोटो त जय शम्भु लजम यस्तो बल्दैछ होइन Namni. अनि we are here at Pumbikot. We are here at Pumbikot, Dada. Very happy to be here. Yes. महादेवको दर्शन गर्न हामी आइपुग्यौँ पोखराको गर्मीलाई पिच गर्न सञ्जीवनी मोही सञ्जीवनी मोही यसले जीवन दिन्छ अरे क्या यो मोहीले सञ्जीवनी एकदम हेल्दी मोही से नो टु कोल्ड ड्रिङ्क्स एन्ड ड्रिङ्क मोही घाम लाग्यो पनि बादल के अरे हिमाल चाहिँ देखिएन है जानेको छ है मान्छेले पुरै कुहिरो लाग्यो मोही पनि प्याकिङ गरेर बेच्दिन्छ गुप्तेश्वर महादेवको गुफा आइपुग्यौँ क्राउड इज फर रियल टिकट काटेर हामी जान्छौँ दाइमी म यतैबाट जान्छु महाआरती प्रत्येक सोमबार आज हुने रहेछ महाआरती How many floors are there inside? 5 floors. Okay. Oh, this is the famous Marang. Underground. Oh, yes. Oh. Oh. कसले भन्नु थियो के गरेको भित्र छिर्नु न ल भेट बाहिर जाने यस्तो गुफाबाट छिरेर चाहिँ हामी यहाँ भित्र छौँ यस्तो गुफा छ बाहिर यहाँ यो तरकरमा गुफा छिर्दै हुनुहुन्छ दाइ यहाँबाट किधर नै चुहोस् भनेर होला नै छु ओए अपने हेड बचा के चलना
हेड बच्चा अनि रामसी लिटरल के वाटर शावर बेस्ट शावर इन द वर्ल्ड ल ल हर हर महादेव बहुत अच्छे शीतल भयो ये पानी भी हम पी सकते हैं उतना फिल्टर हुआ पानी ये पी सकते हैं बहुत शुद्ध पानी से ए फ्रेश भयो अब क्या दिख रहा है व्यू दो है उधर पहाड़ से बीच में दिख सेंटर में पूरा सेंटर ऑफ अट्रैक्शन इज देयर झरना दिख रहा टायर्ड गलेर लखतरान भएर कहीँ गुफाबाट निस्केर हिँडेको हामी अन आवर वे टु गान्तोक भएर चाहिँ अब चिसो चिसो बसमा गएको त पानी लाग्छ भन्नु जस्तै छ यस्तो नभन्नु न यहाँ भाइ त्यति नगर्नु हामी छोटिएको छ खेल स्तुपा पनि बसिनौँ उहाँ पनि बसिनौँ त्यति चाहिँ अनि गर्नु त्यही त एक टाढा पनि होइन on our way to Gangtok. बल्ल बल्ल शीतल चिसो हुन लाग्यो लोकल बसमा हामी घालरुक जाँदैछौँ अनि ठन्डा ठन्डा हावा आइरहेको छ फ्रेस एयर क्या फ्रेस हाम्रो दुईजना जब निन्द्रा पुऱ्याउने भयो साथीहरूले We're just 5 kilometers away from Gangtok. कस्तो भइरहेको छ चिसो रमाइलो कस्तो नाइस हाम्रो फ्युचर प्लान कस्तो फ्युचर प्लान अब पुगेर के गर्छ सोचे के गर्ने भोलि टुडे टुमोरो पो हुन्छ त फ्युचर प्लान हो यो अब हेरौँ के हुँदै जान्छ अन द स्पोट हुन्छ हो अन द स्पोट हुन्छ जे राम्रो देखिन्छ पिक गरिहाल्छ यस्तो अनप्लान ट्रिप हो नि हाम्रो टिकट हामीले हिजो काटेर हिजै सपिङ गरेर अब आज पनि विदाउट एनी बुकिङ हिँडिरहेको छौँ हामी हेरौँ कस्तो कहाँ छ खै सिलगढामा नदीको तिरै हामी चाहिँ जाँदैछौँ दुईजना जस्तो लाग्दैन हेर्नुको हाम्रो नेपाल प्रमोट नभएर हो कि यस्तो राम्रो छ ल हेर फाइनली वेलकम टु गान्तोक बापरे घोडामा के हो यहाँ 5 किलोमिटर
किलोमिटर रहेछ घान्द्रुक आइपुग्न आँटेन कहाँ हो सनसेट भर्ने हुँदा हुनु आइसक्यो ल है हामी चाहिँ अब यहाँ घान्द्रुक आइपुग्यौँ मतलब आइपुगेको छैनौँ अझै आधी घन्टा लाग्छ अरे बट अब हामी हिँड्न नसक्ने भएर चाहिँ गाडीमा जाने भएर गाडी चढेर आज हामी बिहोस हुन्छ म हो बिहोसमा यस्तो लिन लागिसक्यो गरम गरम गर्नै बाँकी छ ल के बनाउनु साथी कहाँ हो लोरो टेकेर तिमी हेर न हेर हामी यहाँ बसाइ सरा हिँडे जति गाह्रो छ कहिले पुग्नु प्रभु घुम्न खुब एक्साइटेड भएको होइन हो यस्तो पो हो त एक्साइटमेन्ट ल 8 बजे पनि उज्यालै छ कि के हो यस्तो भने कस्तो आज फेसब्याक किन्नु कस्तो बिर्सेछ कालो भएको मेरो पनि त्यही भने कस्तो क्युट के साइज भने ओ यसको आँखा कस्तो रातो भएको हामी पनि छौँ है यहाँ अब बहिनीहरूसँगको साथी नमस्कार हजुर आन्टी नमस्कार बाप्रे अब त हाइकिङ भइगयो नि पुरै अगाडि हेर ओए फुल मुन बल्ल देख्यो यार फुल मुन स्ट्रगल बिहाइन्ड फन हो डेली लाइफ हो कि उहाँहरूको यो भारी भयो जाने दाइलाई टर्च वाउ फुल मुन पर्फेक्ट नाइट सफा राम्रो चट्ट रुम भयो भने भइहाल्यो त यो त यता त सबै सफा हुन्छ नि Oh no, struggle is real. कस्तो रमाइलो ल रातिको 8 बजे घान्द्रुक यस्तो दुईटा गाडी चेन्ज गरेर आउँदा पनि डेस्टिनेसनमा नपुगिँदो रहेछ भारी बोकेर अब अनि है अँध्यारो बाटो कस्तो बिजोग हुन्थ्यो भारी बोकेर जाँदैछौँ र आएपछि चाहिँ बल्ल अलि बनाउनुहुन्छ हजुरहरूले टिकटकमा त्यस्तै युट्युबमा त्यस्तै टिकटकमा म हामीलाई त्यस्तो बोरिङ फिल हुँदैन कि कसैलाई पनि हामी रमाइलो गरेर बस्छौँ मलाई त्यस्तै मन पर्छ कस्तो लागिरहेछ भेटियो बन्दीपुरैमा भेटियो बन्दनालाई भेटियो बालिरहेको छु ए यो स्ट्रिटले हेर न कस्तो खालको एउटा यहाँ स्ट्रिट आएपछि थाहा भइसक्यो क्या अब यता आएको गाउँ यो बाटो डकुमेन्ट्री टाइपको गोइङ टु मेक सम कटिङ गरेर बनाएको सब भयो ल सर्टकट बाटो आउँदा हुन्छ यो सबै आग्ली माथिको छ है आग्लो लगा भन्छ कि यसलाई आग्लो आग्लो भनेको त भर्याङकोलाई चाहिँ हो कि ब्युटी अफ घान्द्रुक एट नाइट है लडी बडी भने के प्रोपर ओ वाउ इट्स नाइस ब्युटी ए दामी छ दाम मेरो भिडियो कस्तो राम्रो रहेछ ल ल नाच्नु दाइ नाच्नु ल फाइनली आइपुग्यौँ है यो होमस्टे नाइस रहेछ त ए
नमस्ते बजु ल अब मिलेर बसौँ अब आजको रात यतै हो कसरी बस्ने के गर्ने कता बसाउनु हुन्छ हामीलाई कता बस्ने ठाउँ यसो कता छ I love this kind of. Oh yeah, I also. I won't try exactly. I was craving यस्तो मोमेन्ट कस्तो नाइस यार आई लभ दिस खाना साना भन्छौ नि त खाना खाने साना चाहिँ के हो त खाना यसको उत्तरै हुँदैन यसको उत्तर हुँदैन अब यो खाना साना भनेको जिब्रोलाई मिलाएको क्या अब यस्तो हो क्या छिटो बोल्ने मान्छे हुन्छ नि पूर्वेली मान्छे हुन्छ नि पूर्वेली छिटै छिटो त छिटै बोलिन्छ त्यो लय मिलाएको कि लय खाना खाएको खाना साना खाइसकेको जुन कुराको शब्दको जुन शब्दको चाहिँ त्यसको तपाईँहरू खाना खायो भने खाना साना खाएर बसिरहेको भन्ने हुन्छ क्या हाम्रो चाहिँ हामी खाना साना खाएर बसेको खाना त साना त के हुन्छ त्यो त लुगा सुगा लाउँ भन्छ नि लुगा छ सुगा त चरा भयो हुन्छ हुन्छ बाई बाई थ्याङ्क यू साना हो साना साना चाहिँ के हो अनि भोलि बिहान भ्यू हेर्नु ड्रेस लगाउनु ओके ओ यहाँ ढलिसक्यो रुम त ठिकै छ एभरेज नाइस क्युट छ क्लिन छ वासरुम त बाहिर छ तपाईँ खाना खाइसक्नु भयो क्युट गार्डन छ अगाडि ओ वाउ ढिँडो खाने हो अरे नमस्कार नमस्ते बिमो नमस्ते गान्द्रुकमा एकदम नमाजी त बिम तपाईहरुले के भन्नुहुन्छ भनेको नमस्ते भनेको तपाईहरु भयो तबिम भनेको के भन्नुहुन्छ भनेको अब साधुको मिठो छ भन्नेलाई के भन्ने बेल्ली लिबम्मु ल पस्नु है त बेल्ली लिबम्मु कि छैन भन्नलाई चाहिँ अरे 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 फलफुलहरु के पाइन्छ हामी त फलफुलहरु पाइँदैन क्या हो बेल्ली लिबम्मु खाना धेरै बनाइदिनु भएको क्या एक प्लेट मात्र खोइ भेज भेज त डिनर एट गाम्बोक अब होला त गडङ गुडुङ चौकिरहेको बिजुली हामी चाहिँ यसमा फेरि promoted to our new place होमस्टेमा बस्न आएपछि यस्तो ठाउँमा को बस्छ सो त्यही भएर हामी यसमा बस्न आएको होमस्टे यसकै लागि त आएको हो It's a perfect vibe. I like this. यो हो नि त होमस्टेको भाइब्स माथि हेरौँ न के गर्नु यहाँ हेर रातिको यहाँ 12 बजी बत्ती लगाइदिनु स्कर्टो लगाइदिनु ओइ भगवान ल ओइ मिसन सक्सेसफुल ल ओइ रातिको 12 बजे घाम मेरो